and I would like to take the permission to speak here in Nepali language. And हामी आज सेकेन्ड डेजमा पढ्दैछौँ र सेकेन्ड डेजमा हामीले ह्यान्डराइटिङको कन्टेन्टमा इन्टर गर्दैछौँ सिक्दैछौँ है। र यो सिक्ने बेलामा विद्यार्थी बहिनीहरूले मैले अगाडि सिकाउने बेलामा तपाईहरुले कति पनि अङ्कतिर माइन्डलाई कन्सन्ट्रेसन नगर्नु होला, किनभने हामीले आउटडोरमा यो कार्यक्रम सिक्दैछौँ, इन्डोरमा हामी छैनौँ है। हाम्रो वरिपरि विभिन्न कामहरू हुँदैछन्, त्यहाँबाट गाडी कुद्छ, यहाँबाट केही काम हुँदैछ, त्यहाँबाट केही आवाजहरू नोइजहरू आइरहेको हुन्छ, तर पनि हामीले त्यतातिर ध्यान दिएर सकभर सिक्ने कुरामा बढी फोकसिङ आफूलाई गर्नु होला है। कसैलाई बिरामी भएको छ, पानी पिउन लाग्यो, टोयलेट जानु छ, तपाईहरुले यो क्लास सकिसकेपछि हामीले बिचमा चाहिँ एउटा अलिकति इन्टरभल टाइम राख्छौँ। पानी खाए पनि है, गर्मीको मौसम छ, पिसा लाग्न सक्छ, प्यास लाग्न सक्छ, पिसा जानुपर्छ होला, टोयलेट जानुपर्छ होला। यो बिचको सिक्ने बेलामा चाहिँ मे आई गो आउट सर भनेर कसैलाई केही प्रब्लम छ भने है। तपाईहरुले एबीसीडी एदेखि जेडसम्म सिकिसक्नु भएको छ हो। त्यो कुरा हामी यहाँ सिक्छौँ जसमा इङ्ग्लिस ह्यान्डराइटिङको प्याकेज पर्छ। 1 देखि 100 सम्मका लेटर्सहरुमा नम्बर्सहरुमा तपाईहरुले 1 देखि 9 सम्मका नम्बरहरु सिकिसक्नु भएको छ। यो सिक्छौँ हामी इङ्ग्लिसको प्याकेजमा है। त्यसैगरी नेपालीको प्याकेजमा हामीले क देखि ज्ञ सम्मका अ देखि अह सम्मका लेटर्सहरुलाई सिक्ने गर्छौँ र 1 देखि 9 सम्मका अङ्कहरुलाई हामी सिक्ने गर्छौँ। र आज हामीले पहिलो दिन हामीले अंग्रेजी ह्यान्डराइटिङबाट सुरु गर्दैछौँ। इङ्ग्लिस ह्यान्डराइटिङबाट। इङ्ग्लिस ह्यान्डराइटिङमा दुई प्रकारका मेनली हामीले लेटर्सहरु सिकाउने गर्छौँ, जसमा एउटा मोनोक्रोसिक लेटर्स हुन्छ, अर्को प्रिन्टेड लेटर हुन्छ। है मोनोक्रोसिक लेटर्सहरु के हुन्, प्रिन्टेड लेटर्सहरु के हुन् म तपाईलाई थोरै देखाउँछु। यो मोनोक्रोसिक लेटर हो, यो जो मैले लेखिरहेको छु यहाँ ओ यहाँ ओ, यो मोनोक्रोसिक हो। यो मोनोक्रोसिक लेटर हामीले मेनली अब 7 क्लासदेखि 10 क्लाससम्मको स्टुडेन्टहरूलाई सिकाउने गर्छौँ। अर्को छ प्रिन्टेड लेटर। प्रिन्टेड लेटर हामीले प्रिन्टेड यो प्रिन्टेड लेटर हामीले क्लास 1 देखि 2 देखि 5 6 सम्मको स्टुडेन्टहरूलाई सिकाउने गर्छौँ। अब सरकारी स्कुलमा त बेसिकली यो 8 कक्षासम्म प्रिन्टेड लेटर्सहरू सिकाइन्छ। तपाईहरु बोर्डिङमा पढेको कारणले गर्दाखेरि यहाँहरूलाई सानैबाट यसमा हिसाब प्र्याक्टिस हुन्छ भनेर हामीले चाहिँ 1 क्लासदेखिबाट 6 क्लाससम्म स्टुडेन्टलाई प्रिन्टेड, त्यसपछि माथिको स्टुडेन्टहरूलाई मोनोक्रोसिक ह्यान्डराइटिङ सिकाउँछौँ। तर आज यहाँ विद्यार्थी सङ्ख्या थोरै भएको कारणले गर्दाखेरि मैले तपाईहरुलाई यो प्रिन्टेड लेटर सिकाउन गइरहेको छु। हुन्छ बुझ्नुभयो? र हामीले चाहिँ यो सिक्दै गर्ने क्रममा यो स्टुडेन्टहरूको ह्यान्डराइटिङ ग्रुप 6 र 7 मा कति स्टुडेन्टहरूको ह्यान्डराइटिङको लागि यो मोनोक्रोसिकै तपाईहरुलाई इन्डिभिजुअल सिकाउनु है। बुझ्नुभयो? र यहाँ धेरै तपाईको समय हुन्छ, इङ्ग्लिसमा बाँडेर तपाईहरुलाई मोनोक्रोसिक जुन सिकाउँथे। अब यहाँ सबै इङ्ग्लिसमा बसेको छ। यो आज हामीले बताउनु पर्छ अनि हुन्छ। वी आर रेडी? तपाईहरुले सिक्न सक्नुहुन्छ। यो 7 डेजमा तपाईहरुले एक दिन पनि मिस नगर्ने, रेगुलरली आउने। मैले दिएको होमवर्क्सहरु तपाईहरुले गर्ने घरमा गएर मैले दिएका सप्लिमेन्टहरु तपाईले एप्लाई गर्ने है। डान्स गर्ने रेज गर्ने सोध्ने नबुझेको खण्डमा फेरि रिपिट गर्नु हात उठाउने रिपिट गर्नु भन्ने है। मसँग बोल्न मसँग सोध्न चाहिँ तपाईहरु नडराउने। हुन्छ हुन्छ ल हामी रेडी छौँ? ओके ल तपाईहरुलाई यो लाइनको विषयमा पहिला योभन्दा पहिला जिराफ लेटर, टोटल लेटर र मङ्की लेटर भनेको थाहा छ कि छैन? ल कसलाई थाहा छ हात उठाउनुहोस् त। थाहा नपाएको भने इमानदारीपूर्वक भन्दैछु
गर्नुहोस् लाज मान्नु पर्छ ओहो मैले हात उठाएँ होइन हामी सिक्न आएको हो लाज मान्नु पर्दैन तपाईँहरू हस्पिटलमा गएपछि डक्टरले तपाईँले के छैन भन्दाखेरि भन्नु जाऊ यो जिराफ लेटर प्रोफाइल लेटर र मल्टी लेटर भनेर हामीले एदेखि जेडसम्मका लेटरहरूलाई 3 क्याटेगोराइज गरेको छ युकेजी क्लासमा छ इङ्ग्लिसमा 3 वटा फर्स्ट पेजमा यो जिराफमा प्रोफाइल र मल्टीमा गरेर 3 वटा क्याटेगोराइज गरेको छ जसमा जिराफ लेटरमा पर्ने लेटरहरू के हुन् यो लेटरले कहाँ छुन्छ प्रोफाइल लेटरमा पर्ने लेटरहरू कुन कहाँ छुन्छ मल्टी लेटरले कहाँ छुन्छ भन्नको लागि हामीलाई यो फोलाइनको कन्सेप्ट दिएको हो पुरा बुझ्नु हो कि भएन यो फोलाइनको कन्सेप्ट दिएको हो यो फोलाइन जहाँसम्म जत्रोसम्म हुन्छ त्यही कन्सेप्टको बेसमेन्टमा रहेर हामीले लेटर्सहरू लेख्ने गर्छौँ है अब यो लाइनमा तपाईँहरूलाई म अर्को भन्छु यो सबैभन्दा माथिको लाइन हो सबैभन्दा माथिको लाइन हो जिराफ हुन्छ है म छोटकरीमा लेखेँ जी मात्रै लेखेँ यो माथिको लाइन के हो यो रेड लाइन जिराफ लाइन हो यो बिचको दुईवटा नीलो ब्लू लाइन छ यो ब्लू लाइन हो प्रोट्राइज लाइन के हो प्रोट्राइज लाइन हो प्रोट्राइज लाइनमा पनि दुईवटा लाइनहरू छन् एउटा माथिको लाइन हो टप जसलाई हामीले सानोमा टी भनेर इन्डिकेट गर्छौँ टी भनेर यो तलको हो बी जसलाई हामीले बटम भनेर भन्छौँ बीले इन्डिकेट गर्छौँ है इट इज डेनोटेड बाई टी एन्ड इट इज डेनोटेड बाई बी होइन टी मिन्स टप लाइन बी मिन्स बटम लाइन बटम भनेको तलको टिको लाइन टप भनेको माथिको लाइन है टोटल जाँदा पनि कतिवटा लाइन्सहरू रहेछन् देयर आर 2 lines in protrise line. Oh, there are only 1 line in giraffe line and there is only 1 line monkey line. है यो तलको लाइनलाई भनिन्छ monkey line जसलाई हामीले M ले डेनोटेट गर्छौँ है अब यो रह्यो 4 वटा लाइनको कन्सेप्ट यो प्रोट्राइज र बटम यो प्रोट्राइजको टप र बटम लाइनलाई सबै लेटरहरूले छुन्छ सबैले एले पनि छुन्छ बीले पनि छुन्छ सी डी ई एफ जी एच आई सबै एदेखि जेडसम्मका सबै लाइनहरू यो प्रोट्राइज लाइनमा नै बेस राखेर लेख्ने गरिन्छ केही यस्ता लेटर्सहरू छन् जसले प्रोट्राइज लाइन सँगसँगै है केही यस्ता लेटरहरू छन् जसले प्रोट्राइज लाइन सँगसँगै माथिको जिराफ लाइनलाई छोडेर लेखिन्छ तर त्यसले तलको मङ्की लाइनलाई कहिले पनि छुँदैन त्यो लेटरलाई हामीले जिराफ लेटर भनेर भन्छौँ तर यस्ता लेटर्सहरू जसले तलको मङ्की लाइनलाई मात्रै छोडेर लेखिन्छ त्यस्ता लेटर्सहरूलाई हामीले मङ्की लेटर्स भन्छौँ त्यस्ता लेटर्सहरू जसले यो बिचको प्रोट्राइजको बटम र टप लाइनलाई मात्रै छोडेर लेखिन्छ त्यस्तो लेटर्सहरूलाई हामीले प्रोट्राइज लेटर भन्छौँ अब जिराफ लेटरमा के पर्छन् हेर्नुहोस् है जिराफ लेटरमा पर्छन् बी डी याद याल र टी यो जिराफ लाइनमा पर्ने जिराफ लेटरमा पर्ने लेटर जसले माथिको टप लाइन यो तलको टोटल लाइन त्यो सँगसँगै माथिको जिराफ लाइनलाई छोडेर लेखिन्छ त्यस्ता लेटर्सहरू हुन् बी डी याल टी त्यसलाई हामीले जिराफ लेटर्स भनेर भन्छौँ यहाँ जिराफको चित्र बनाएर तपाईँलाई यो मेमोराइज गर्नको लागि है अर्को लेटर्स हुन्छ टोटल लेटर्सहरू ए सी पी आई एम ओ आर एस यू जी डब्लु जे एक्स यो लेटर्सहरू हुन्
टोटाइज लेटर जसले बीचको टोटाइज लाइनलाई मात्रै छोडेर लेख्ने गरिन्छ। यो टोटाइज लेटर चाहिँ तलको मन्कीलाई पनि छुँदैन, माथिको जिराफलाई पनि छुँदैन, सिर्फ बीचको टोटाइज लाइनलाई मात्रै छोडेर लेख्ने गरिन्छ है। अर्को रह्यो मङ्की लेटर्स। मङ्की लेटर्समा जे सी क्यू वाई यी लेटर्सहरूलाई भनिन्छ मङ्की लेटर्स, जसले यो तलको टोटाइज लाइनलाई त छुन्छ टोटाइज लाइन सँगसँगै तलको मङ्की लाइनलाई छोडेर लेखिन्छ, त्यसलाई भनिन्छ मङ्की लेटर्स। अब म यहाँ जिराफ पनि लेख्छु, टोटाइज पनि लेख्छु, मङ्की पनि लेख्छु, हेर्नुहोस् है त, हुन्छ ल। अब हेर्नुहोस् म लेख्छु, त्यसपछि म बल्ल तपाईँहरूलाई चाहिँ सिकाउँछु। बी लेख्नु पहिला, तपाईँले नलेख्नु है, म लेख्दैछु मात्रै, हेर्नुहोस् है। बीलाई मैले यहाँबाट टोटाइज लाइनमा छोडेर लेखेँ, बी त्यो टीले कहिले पनि माथिको जिराफ लाइनलाई छुँदैन है, नछोड्दा पनि यो जिराफ लेटर चाहिँ हो। फेरि टीको कन्सेप्टमा जहिले पनि ख्याल गर्नु होला, टीले कहिले पनि माथिको यो लाइनलाई छोडेको हुँदैन। यदि छुन्छ भन्ने हुनुहुन्छ भने तपाईँले भ्रममा हुनुहुन्छ, यो क्लियरिफाई गर्नु। यो भयो जिराफ लेटर्स, के भयो यो जिराफ, जसले तलको टोटाइज लाइनको टप र बटम लाइनलाई छोड्न सक्दैन, टप र बटम लाइनलाई छुँदै छुँदै यसले माथिको जिराफ लाइनलाई छोडेको छ। दिज आर जिराफ लेटर्स हो, यिनलाई हामीले जिराफ लेटर्स भनेर भन्छौँ। अब रह्यो टोटाइज लेटर्स। टोटाइज लेटरमा है एसीई आई बाबु लो यो हाnger काम कुनको चाहिन्छ एन्ड ओ आर यो पनि ओके। अब अर्को रह्यो मङ्की लेटरहरू है, जी जे पी वाई गरेर यो रह्यो मङ्की लेटर। अब यो मङ्की लेटर्समा 5वटा मङ्की लेटर्सहरू छन्। यसमा छन् 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 14वटा टोटाइज लेटर छन् र यसमा 7वटा के छन्, सरी 6वटा के छन् जिराफ लेटर छन्। 14 20 5% एउटा के छ एकछिन समात्नु क्या गरे के हांगरले तल खर्च फुट्छ गरेर हाम्रो जम्मा जम्मी 26वटा लेटर 26वटा लेटर्सहरूलाई क्याटेगोराइज गरेको छ। हामीले यसरी हेर्न सक्छौँ कि डीले यादले याद एल टी के यसले माथिको जिराफ लाइनलाई छोडेको छ, सँगसँगै यसले तलको टोटाइज लाइनलाई छोडेको छ, टीले छोडेको छैन, तर टी जिरो लेटरमा परिहाल्छ। त्यसपछि एलएसिइआइएमएनओआरएसयुभिडब्ल्युएक्सजेड
एले दुईवटा लाइन छोडेको छ टोटल लाइनको न एले माथिको जिराफ लाइन छोडेको छ न एले तलको मंकी लाइन छोडेको छ छैन छैन यो मंकी लेटर जसले टोटल लाइनलाई छोडेको छ कि छैन टोटल लाइनको टप र बटमलाई छोडेको छ सँगसँगै त्यसै तलको मंकी लाइनलाई छोडेको छ त्यसैले यो मंकी लेटर भएर क्याप्चर क्लियर एनी डाउट यो लाइनको कन्सेप्ट मैले बुझाएको तपाईँलाई यो लाइनको कन्सेप्ट अब तपाईँले बुझिसकेपछि अब बल्ल हामी लेटर्स फर्मेसनमा इन्ट्रो गर्छौँ पहिला कन्सेप्ट अफ लाइन एन्ड क्याटेगोरी अफ लेटर्स यो बुझिसकेपछि यो कन्सेप्ट अब कसैले तपाईँलाई जिराफ लेटर के हो मंकी लेटर के हो टोटल लेटर के हो भनेपछि अब कन्फ्युजन हुन्छ सक्दैन कन्फ्युजन अब अर्को नेक्स्ट टाइम सपोज द्याट मानौँ अर्को एउटा ट्रेनर आएर तपाईँहरूलाई मंकी लेटर्सको जिराफ लेटरको कन्सेप्ट थाहा छ कि छैन भनेर प्रश्न गर्नुभयो भने अब छैन भनेर हात लगाउनु पर्छ कि पर्दैन इज द्याट क्लियर ओके अब तपाईँहरूले कम्प्युटर नोट आउट गर्नु यसरी यो बी बी वा यस्तो गर्नुहोस् यो लेख्नुहोस् यो लेख्नुहोस् यो लेख्नुहोस् कपीमा त्यसपछि त्यो यो जिराफ लेटर भनेर लेख्नुहोस् यो टोटाइज यो मंकी भनेर लेख्नुहोस् तपाईँलाई सजिलो हुन्छ लेख्नुहोस् ल यो लेख्नुहोस् जिराफ लेटर लेख्नुहोस् यो लेख्नुहोस् टोटाइज लेटर लेख्नुहोस् यो लेख्नुहोस् मंकी लेटर लेख्नुहोस् तपाईँलाई सजिलो हुन्छ सक्दैन ल लेख्नुहोस् अब मेडिक्यू भयो मेडिक्यू हुन्छ बडीमा कतिवटा 4वटा र यो बिचमा रहेका ग्यापिङहरु जुन छन् त्यो ग्यापिङहरु तपाईले घरमा बसेर काम गर्ने बुझ्नुभयो त्यो 4वटाको बिचमा जति स्पेस रहन्छ नि बाँकी त्यो रहेका स्पेसहरु तपाईहरुले घरमा गएर कम्प्लिट गर्ने बुझ्नुभयो र अहिले यहाँ टेबलमा कति लेख्ने 4वटा मात्र लेख्ने बुझ्नुभयो ओके ल अब सुरु गरौँ अरे पगला ल एकदम सुरु गरे है त हुन्छ ओके लाइन चाहिँ यो त माथिदेखि सानो लाइनदेखि जिराफदेखि त्यहाँदेखि जिराफदेखि तलको लाइनसम्म टोटल लाइनको बटमसम्म कहाँसम्म यो के हो जिराफ यो टोटल बोक्ने लागि तलको लाइन मन्दिरको लाइन माथिसम्म ल्याउने र यो माथिबाट बिस्तारै कर्व बनाउने कर्व बनाएर नानीको लाइन एउटा मात्रै यो लाइन अब सी भइसकेपछि यो सुरुको लाइन जस्तै सुरुको लाइन एउटा सीमा सुरुको लाइन रोक्यो के भन्दो रहेछ बी भन्दो सीमा यो लाइन जस्तै जोडिने हो है टोटलको टपदेखि मन्दिरसम्म जोड्ने के भन्दो रहेछ सीमा हो जी
सीबाट सी बनाउन जाने मान्छे यसले लेखेको छैन। अब यदि सी बनाउन जानेन भने हेर्नुहोस् है, अब सी बनाउन जानेन भने जस्तो सी कसैले यस्तो लेख्नु भएको हुन्छ, बोल्नै हुँदैन। कसैले यस्तो सी लेख्नु भएको हुन्छ, कसैले यस्तो सी लेख्नु भएको हुन्छ हो, कसैले यस्तो सी लेख्नु भयो अझै कुरो है। अब यो बनाउनु यो ए डी जी क्यू सबैको सेप बराबर छ, सबैको सी बराबर छ छैन नि। नभइसकेपछि कस्तो लेटर सर्को फर्मेसन हुँदो रहेछ हो। जब हामीले एउटा लेटर राम्रोसँग बनाउन सक्छौँ, सबै लेटर सर्को राम्रो बनाउनको लागि पहिलो लेटरको फर्मेसन राम्रो हुन आवश्यक छ। बुझ्नुभयो? ल अब तपाईँहरूले सबैले आफ्नो कपीमा बोलो सी बनाउनुहुन्छ। बोलो सी ल हेरौँ त बोलो सी कस्तो बनाउँदो रहेछ। बोलो सी बनाउन कस्तो जान्दो रहेछ। बोलो सी बनाउनु अब बल्ल सीबाट लेख्नुहोस्। अब एउटा लाइनमा लेख्नुहोस्, अर्को नयाँ पारा सुरु गर्नुहोस्। नयाँ पारा सुरु गर्नुहोस्। अब तपाईँको लेटर सुरु हुन्छ है। पहिला सी बनाउन सिक्नुहोस्। यो फोलाइन हो गएन, यो फोलाइनको यो टोटल लाइनको टपदेखि हेर्नुहोस् है। टोटल लाइनको टपदेखि अलिकति तल पेजको टुप्पा आउनु पर्यो, बटम लाइनको अलिकति माथि पेजको टुप्पा आउनु पर्यो हेर्नुहोस् है। अब सिकाउँदैछु हेर्नुहोस् है, यो कहिले पनि नबोल्ने, जसले हेर्न सक्छ त्यसले पहिले जान्नुपर्छ है। जसले ध्यान दिएर हेर्छ यो फिरे जाने। टोटल लाइनको यो टप लाइन हो गएन, टप लाइनदेखि तल एउटा थोप्ला, टोटल लाइनको बटम लाइनको माथि एउटा थोप्ला। यो माथिको थोप्लोबाट यसरी राउन्ड 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 बनाएर गोलो बनाएर तलको बटम लाइनलाई छुँदै छुँदै आएर कहाँ इन्डिङ गर्ने, यहाँनिर इन्डिङ गर्ने। यो हो प्रोपर सी। कसैले सी लेख्नु आउँछ यसको यति भयो हजुर। कसैले माथिबाट सी गर्नु भएको हुन्छ, माथिबाट होइन। कहाँबाट स्टार्टिङ भएको छ, कहाँबाट स्टार्टिङ भएको छ, टप लाइनदेखि तलबाट कहाँबाट सुरु भएको छ, टप लाइनदेखि तलबाट सुरु भएको छ र कहाँ इन्डिङ भएको छ। यो स्टार्टिङ लाइन हो गएन, कहाँबाट स्टार्ट गरेर कहाँबाट इन्ड गर्ने। यो सी को स्टार्ट पोइन्ट कहाँ हो, यो हो गएन। अनि इन्डिङ कहाँ भएको छ, यो हो गएन इन्डिङ पोइन्ट। अब हेर्नुहोस् त तपाईँहरूले यो स्टार्ट पोइन्ट कहाँबाट सुरु गर्नु भएको हुन्छ। स्टार्ट पोइन्ट ल हेर्नुहोस्, स्टार्ट कहाँदेखि सुरु गर्नु भएको छ तपाईँहरूले, टप लाइनबाट सुरु गर्नुभएको छ। द्याट इज द बिग मिस्टेक। यही हो तपाईँको सबैभन्दा ठुलो मिस्टेक, अक्षर नगर्नुको। इन्डिङ पोइन्ट र स्टार्टिङ पोइन्ट कहाँ छ त्यो पत्ता लगाउनु पर्छ। बुझ्नु हो यो सीको स्टार्टिङ पोइन्ट यो टप लाइनको डी लाइनदेखि बटम लाइनको बी लाइनदेखिको माथि भएको छ। यो टोटल लाइनको टीबाट यो टप लाइनको तलबाट सुरु भएर यहाँनिर इन्डिङ भएको छ। यो इन्डिङ पोइन्ट थाहा भएको बनाउनुहोस् न, बनाउनुहोस्। टप ह्यान्डराइटिङ जस्तो हुन्छ पुरस्कार गरिदिनु। ओके ल जसको हुन्छ राम्रो टप कसैको लाइनभन्दा तल माथि बनाउनु भएको। अनि हेर्नुहोस् त यो लाइनभन्दा माथि गएको छ कि छैन। टप लाइनभन्दा बाहिर गयो, टप लाइनभन्दा बटम लाइनभन्दा पनि बाहिर गएको छ। यस्तो नबनाउने। सेकेन्ड थर्ड लाइन है। अनि यो कसैले किसिमको पुरस्कार
यो भित्र लेख्नु भएको हुन्छ सुन्नुस् है कसैले यो लाइन भन्दा भित्र लेख्नु भएको छ यो पुरै यो पोर्ट्रेट लाइनको टमक्क गरेर लेख्नु पर्यो भित्र पनि होइन हेर्नु त यो भित्र लेख्नु भएको हुन्छ कसैले तलको छोयो माथिको टप लाइन जोको छ हो कि हैन हो हेर्नुस् त यो सी लाइनमा सुरु भएको छ यो सी पनि लाइन छोको छ तर टप र बटम लाइन मात्रै छोको इन्डिङ र स्टार्ट बटममा भएको छ यो लाइन भन्दा बाहिर गइहाल्यो यो लाइन भन्दा भित्र मात्रै छ यस्तो मिस्टेक नगर्ने बुझिस्यो ल हेरौ सबै बुझ्नु ल वाह कस्तो राम्रो बनाउनु छ गुड तपाईको लाइन भन्दा बाहिर गयो हैन ठीक छ तपाईको तर तपाईले ठुलो सी लेख्नु भएको छ मैले सानो सी को कुरा गरिरहेको छु है यहाँ हाम्रो स्मल लेटरको कुरा गर्छु स्मल नानो लेख्नु त बहिनी बीचमा लेख्नु त गुड वाव लेख्नु त ल अरु लेख्नु त ल अरु चारवटा लेख्नुस् अरु चारवटा लेख्नुस् This is the main point है सबैभन्दा ठुलो कुरा त्यो स्टार्टिङ कहाँबाट भएको छ इन्डिङ कहाँ गएको छ अब यही रेस्यु हामीले सी एउटै टाइपको सीहरू लेख्न सकेपछि योबाट हामीले बनाउँछौँ ए डी है जी क्यू ई यसमा माइनस चिन्ह जोड्ने यही माइनस चिन्हलाई यहाँबाट जोड्ने ई बन्यो है योबाट हामीले जोड्ने के बन्यो ए डी ई ओ एउटै प्रकारको लेटर छ 5 पॉइंट गर्नु है पानी त के फरक पर्दैन पानीबाट जहिले पाइपको पर्छ पाइपको परेको पल पुर्याउँछ ल हजुरले अब के लेख्नु पर्यो अब म तपाईलाई क्लास वर्क दिन्छु के दिन्छु क्लास वर्क हजुरले यो लाइनमा सी 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 हेर्नुस् है यहाँ चारवटा सी कति ठाउँ लेख्ने 4 ठाउँ कति ठाउँ लेख्ने 4 लेख्ने है यो कति ठाउँ भयो 1 ठाउँ हो फेरि अर्को सी कति ठाउँ भयो 2 ठाउँ सी गरेर एउटा लाइन पुरा भयो कतिवटा लाइन पुरा भयो एउटा लाइन पुरा भयो त्यस्तै गरेर फेरि तल के लेख्ने सी त्यसैमा ए अब यस्तो ए नलेख्ने यस्तो पुसुवाला ए नलेख्ने जस्ट घरकामा यहाँ पनि ए त्यस्तै ए गरेर ए को लाइन कम्प्लिट गर्ने त्यसै गरी केसको लाइन कम्प्लिट गर्ने डी को त्यसले 4 डी लेख्ने फेरि के लेख्ने 4 क्यू लेख्ने फेरि के लेख्ने 4 जी लेख्ने फेरि के लेख्ने 4 ई त्यसै गरी 4 ओ लेख्ने यो जी लेख्ने बेलामा के गरिरहेछ थाहा पाउनु भएको छ अब जी लेख्दाखेरि म थोरै तपाईलाई लेख्छु हेर्नुस् है यो जी कसले लेखिरहेको छ भन्दा सी लेखेर त्यही सीलाई सीधा धर्का काटेर सुन्नुस् है लुकेट सीधा धर्का काटेर त्यो सीधा धर्कालाई अलिकति के गरेको छ बेन्ड गरेको छ यो बेन्ड जी भन्दा बाहिर जानु भएन माथिको पेट भन्दा बाहिर जानु भएन कसैले यस्तो पुछर बनाउनु भएको हुन्छ यस्तो पुछर बनाउने होइन कसैले यो माथिबाट बाङ्गो लेख्नु भएको हुन्छ यस्तो बाङ्गो पनि होइन कसैले जी लेखेर यस्तो बनाउनु भएको छ यो पनि होइन कसैले यो पुछर आफैमा भन्दा बढी बनाउनु भएको हुन्छ यो पनि होइन जस्ट यो भन्दा अगाडि जानु भएन यो भन्दा पछाडि पनि छोडिनु भएन बुझ्नु हो लेफ्ट साइड ल यति बेलासम्म म खाना खान्छु है म आज खाना खाएको छैन म अब खाना खान्छु त्यसपछि यो लेखिसकेपछि तपाईहरुको
यो के हो के हो के हो मोटुराम पतुराम किन पतुराम लेख्ने तपाईँले यस्तो लेख्नु आउँछ बी सी जी सबै पतुराम ई अझ कहिले कहिले मात्र बी बी सी डी ई तन्किएको यो एउटा लेटर तन्किएको हुन्छ यतातिर यो डाइरेक्सनतिर तन्किएको हुन्छ एउटा लेटर कुन डाइरेक्सनमा तन्किएको हुन्छ तलतिर तन्किएको हुन्छ हो यो तन्किने जुन सिस्टम छ यो तन्किने सिस्टमलाई कम गर्नु पर्यो बुझ्नु हो कि भएन त्यो कम गर्नको लागि हामीले प्रोपर लेख्नु पर्छ जस्तो सी जस्तो तपाईँले सी लेख्नु आउँछ यसरी सी यो गोलो सी यो मोटो सी यो तन्किएको सी अब यहीबाट तपाईँहरूले अक्षरको संरचना बनाउने बेलामा सीमा धर्का मात्रै जोडिनु हो भने यो राम्रो सी बन्यो ठ्याक्क राम जस्तो पतुराम मोटुराम जस्तो यहीमा अझ यस्तो पुत्र पनि जोडिदिएको हुन्छ प्रभु पुत्र पनि जोडिदिएको हुन्छ र पुरै मैले भनिरहेको छु तपाईँहरूले यो सीमा यो सी प्लस एउटा धर्का जोडेपछि हाम्रो सी र यो धर्का जोडेपछि ए बन्यो तर तपाईँले सीमा के जोड्नु भएको छ पुच्छर अनि यो पुच्छर जोडेपछि अनि यस्तो पुच्छरवाला ए लगाएर के बन्छ त हो कि होइन हो अब जी को कुरा गर्छु म जी को कुरा हेर्नुहोस् है अब जी को कुरा गरौँ अब जी लेख्ने बेलामा सी त राम्रो लेख्नु भएको छ सी राम्रो लेख्नु भएको छ यही सीमा मैले एउटा मात्रै घरका तलसम्म सिधा जोड्नुहोस् सिधा हेर्नुहोस् है यही सिधामा अलिकति कर्व गर्नुहोस् कर्व 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 अनि बल्ल जी बन्ने हो तपाईँले यो सीबाट के गर्नु सी राम्रो लेख्नु भएको छ तर त्यहीबाट मात्रै बाल्लो 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 लेख्नु भएको छ अनि कसरी बन्छ तपाईँको जी राम्रो हेर्नुहोस् है भाइ बहिनीहरू हेर्नुहोस् जीको संरचनामा तपाईँहरूले गरेको एउटा मिस्टेक हो मिस्टेक अर्को मिस्टेक भन्छु सी लेखेर तपाईँहरूले यहाँ तलसम्म ल्याएर अगाडि ल्याउनु भएको हुन्छ यो पनि ठिक भएन सी लेखेर यो सीमा तपाईँहरूले यो पुरै छोड्नु भएको हुन्छ सी लेखेर यो सीलाई तपाईँले यसरी बनाउनु भएको हुन्छ यो पनि नो एकदम बुझ्नु हो अब तपाईँले ए लेख्ने बेला चाहिँ गोलो सी लेखेर ए लेख्नुहुन्छ तर जी लेख्ने बेला चाहिँ यस्तो लाम्चो टाइपको यो पतुराम सी किन लेख्नुहुन्छ पतुराम सी लेखेर हामीले जी बनायो भने फेरि पतुराम जी भयो नि त जी पनि के भयो पतुराम ठ्याक्कै यो जस्तो यो पतुराम जस्तै भयो त्यसैले अब पतुरामवाला अब बुझ्नुभयो पतुरामवाला जी पतुरामवाला ए पतुरामवाला बी नलेख्ने बुझ्नुभयो जस्तो लेख्नु त्यसको नाम पतुराम र मोटुराम राखिदिन्छ नि फेरि बुझियो ल अब हामी फेरि लेटर्समा यो सुरु गरौँ हुन्छ ल अब अर्को लेटर सुरु गरौँ है त ल ये तो सिखा क्या वो काफी बड़ा था एक मोटफुलबा इलर के लिए कलम की बात है बस हरे तो क्या वीडियो बनाई
Facebook mo kata? Kidali. Kerja kamu betul? Ambil kerja? Ambil kerja ada je. Number two. कस्तो लागिरहेछ के सिके जस्तो फिल भइरहेछ हो के नयाँ कुरा सिकेको जस्तो फिल भएको छ कि छैन म सिक्न सक्छु भन्ने आँट छ 7 दिनपछि म आगो लगाउनु सक्छु भन्ने आँट छ अरू भन्ने के ह्यान्डराइटिङमा आगो लगाउनु सकिन्छ अनि हल्ला गर्ने साथीलाई के भन्नुहुन्छ त्यो बोल्नु भएको छ नि उहाँलाई के भन्न चाहनुहुन्छ हल्ला नगर्नुहोस् भन्न चाहनुहुन्छ ल क्लास 3 बाट के रे क्लास 4 बाट को हुनुहुन्छ भाइ ठिक छ सिक्न मन छ अझै राम्रो बनाउनु मन छ हो ल नीलो सर्ट लगाउने भाइ डाउन पाइन तपाईँलाई कुन मन पर्यो तीनवटामा हजुर कुन मन पर्यो किन मन पर्यो बिचको राम्रो भएर राम्रो छ किन राम्रो भयो किनभने त्यसले ग्रेड नेपाल लर्नर्स एकाडेमी मैले 1 भन्छु ह्यान्ड स्कोर गर्ने 2 भन्छु टिप डाइरेक्ट एन्ड 3 भन्छु लुकेर बोर्ड गर्ने ह्यान्ड कन्ट्रोल गर्न ओन्ली द बोर्ड 1 2 3 go 1 means hold your hands 2 means close your mouth and never show your teeth and 3 means consume your mouth only the board right मैले यो एउटा लेटर लेख्छु यता आउँछु तपाईहरुले बल्ल लेख्नु भनेर मात्रै कपीमा लेख्नु है हुन्छ अर्को लेटर छ हाम्रो लेख्नु पर्ने हामीले जसरी हामीले एउटा गोल कहाँबाट सुरु गरेको थियो कहाँबाट सुरु यो क्लासको टप बटमको तलबाट सुरु भएको र एन्डिङ कहाँ भएको छ बटमको माथि भएको छ हैन त्यस्तै यो सी बनाउन हामीले सक्छौं भने त्यस्तै सी उल्टे सी बनाउन सक्छौं कि सक्दैनौं सक्छौं कि सक्दैनौं कहाँबाट सुरु भएको छ टप लाइनको तलबाट सुरु भएको छ कहाँ एन्डिङ भएको छ बटम लाइनको माथि भएको छ राइट अब यो बनाउन हामीले जान्छौं भने हामीले एउटा सिधा धर्का काट्ने ह्याल जस्तै धर्का काट्ने फेरि अलिकति पछाडि पोट्राइटको टपबाट मङ्कीको लाइनसम्म एउटा धर्का काट्ने यो दुईटाको लेन्थ बराबर छ जति यसको लेन्थ छ त्यति पनि यसको लेन्थ हुन्छ बुझ्नु हो अब यो लेटर्सको एकदमै पोट्राइटको कहाँबाट सुरु गर्ने हामीले यो उल्टे सी बनाउँदैछौँ भने कहाँबाट सुरु गर्ने पोट्राइट लाइनदेखि तलबाट हो कि हैन पोट्राइटको टपदेखि तलबाट हो कि हैन हो तल राखेर यसरी उल्टे सी बनाउने उल्टे सी तल छाउने अनि लगेर माथि गर्ने के बन्यो यो जसले यो सी लेख्न जान्छ
त्यसले उल्टे सी लेखेर पनि बी राम्रो लेख्न सक्दो रहेछ बुझ्नु हो त्यस्तै अब फेरि यो प्रोटाइसको टपदेखि तलबाट पेन्सिल थुप्पा राखेर माथि लगेर घुमाएर गोल बनाएर यो तलसम्म चढाएर के हामीले माथि के बनायो पी र बी पीलाई र बीलाई हामीले सीबाट लेख्न सक्छौँ कस्तो सीबाट लेख्न सक्छौँ उल्टे सीबाट लेख्न सक्छौँ ल लेख्नुहोस् त यो दियो त बीपी पहिला लेख्नु बीपी चारवटा एक ठाउँमा लेख्ने चारवटा एक ठाउँमा बुझ्नुभयो बीपी 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 कति ठाउँ लेख्ने 4 ठाउँ लेख्नु ओके जसले गोलो लेख्न सक्नुहुन्छ उहाँले राम्रो पाउनुहुन्छ है जसले उल्टे गोलो सी लेख्न सक्नुहुन्छ उल्टो गोलो सी जसले उल्टो गोलो सी लेख्न सक्नुभयो उहाँको त्यो लेटर तपाईसँग राम्रो हुन्छ तपाईँले लेख्नु भएको परशुराम यस्तै छ यहाँ परशुराम मोरराम जस्तै छ छैन नि यहाँ बोल्नुको सबै परशुराम भयो भने अनि मोर लेख्नुहोस् हो हो स्याबास अहिले वाउ हो गुड अहिले आयो नि त यत्रो मोरराममा परशुरामलाई देखाइरहेको छु तर पनि तपाईँ परशुराम मनपर्ने कि आफ्नो पनि भएर होला नि ल ओके कस्तो राम्रो लेख्नु भएको हो तपाईँको धनुराम भयो अब यो भएन धनुराम भयो अलिक टाढा टाढा लेख्नुहोस् बाबु तपाईँको पेन्सिल छैन पेन्सिलले लेख्नुहोस् त पेन्सिलले यस अर्को मिस्टेक यहाँले यो गर्नु भएको छ हेर्नुहोस् है यहाँले मिस्टेक के गर्नु भएको छ भन्दाखेरि यस्तो पी लेख्नु भएको छ यहाँले हेर्नुहोस् है यहाँ माथिबाट यो रङ हुन्छ किन रङ हुन्छ भन्दाखेरि यो धर्काले ठिक छ तर यो बी बनाएको उल्टै सिधै यो माथिको टप लाइन र यो तलको बटम लाइन छोडेको छैन यहाँ अगाडि हेर्नुहोस् न मैले लेखेको कुरालाई हेर्नुहोस् न तपाईँलाई म एउटा कुराको ध्यान भन्छु हेर्नुहोस् है यो जुन बी लेख्नु भएको छ तपाईँहरूले यो बीले पछाडिको यो पीले जस्तो यहाँ मैले लेखेको बीले यो माथिको टप लाइन र तलको बटम लाइन छोएको छ कि छैन छ नि छोएको छ अब यो यहाँ भाइले लेख्नु भएको अक्षर यो लाइनलाई छोएन टोटल लाइनलाई छोएन भने यो बिग्रियो यो टोटल लाइन त छुनु पर्छ नि यो टोटल लाइन त छुनै पर्छ नत्र हामीलाई सुकै छैन यो छुनुपर्छ हामी हेर्छु यहाँबाट सुन्नु पर्यो यहाँबाट हो यसरी यो टमाटको सुन्नु पर्यो पुरा बुझ्नु हो भाइ यहाँले बिचको भाइले लेख्नु भएको छ नि एकजना भाइले कता हेर्छु यो पुरै छुनुपर्छ टमाटको छुनुपर्छ यो छोएन भने बिग्रियो है अब यो बी लेख्ने बेलामा फेरि धर्का छिटो लेख्यो तर धर्काभन्दा बाहिर लगिदियो हेर्नुहोस् त यो बी त राम्रो लेखेन तर धर्काभन्दा बाहिर गयो टोटाइसको लाइनभन्दा बाहिर गइसकेको छ आउट अफ टोटाइस लाइन छ हेर्नुहोस् टोटाइस लाइनको टप लाइन र बटम लाइनको बिचमा हुनुपर्ने यो उल्टो सी तर माथि गइदियो यस्तो पनि नबनाउने लाइन काट्नुको लाइन दिनुको अर्थ तपाईँलाई एउटा मात्रै हो कि लाइनभन्दा भित्र पनि नजाओस् लाइन छोएर बाहिर पनि नजाओस्
यसको कन्सेप्ट त्यो हो। त्यसैले लाइनभन्दा भित्र लेख्नु पनि होइन बाहिर पनि लेख्नु होइन एकदम मिड पोइन्टमा टच गरेर लेख्नु पर्यो है त। ओके अब नेक्स्ट लेटरमा जाउँ म। नेक्स्ट लेटरमा जाउँ। ल अब म अर्को लेटरमा गएँ है त। अर्को लेटरमा नेक्स्ट लेटरमा गएँ। ल हेर्नुहोस् अर्को अब अर्को हेर्नुहोस्। अगाडि हेर्नुहोस् अर्को हेर्नुहोस्। यहाँबाट यसरी धर्का काट्ने धर्का काट्ने र यसमा माथिमा एउटा मात्रै टुक्रा दिने। हामीले यस्तो बनाएर यसको आइ लेख्छौँ। यो आइ नबनाउने। अब चाहिँ तपाईँले के गर्नु भएको हुन्छ आइ लेख्ने बेलामा यसरी गरेर यो पुरै चिकुरी जस्तो टुक्रा दिनुभएको हुन्छ। यस्तो भयो भने त पुरै चिकुरी लगाएको होला। हेर्नुहोस् न मैले आइ भयो यस्तो चिकुरी नबनाउने है। बुझ्नुभयो? हामी के गर्ने धर्का तान्ने सिर्फ टोप्ला मात्रै बनाउने। यो पुरै मैलाले लगाएको चिकुरी जस्तो नबनाउने है म्याडम। ओके यस्तो बनाउनु भने पनि मैला रिसिन्छ नि हेर्नुहोस् है। फेरि त्यही आइलाई अर्को आइ लेख्ने र तलसम्म राखेर हेर्नुहोस् है यहाँ थुप्रा राख्ने आइ भयो। अर्को पनि आइ लेख्यौँ। यही आइलाई परसम्म लग्ने सिधा कहाँसम्म लग्ने मङ्की लाइनसम्म लग्ने। तर मङ्की लाइनलाई टच गर्ने कि नगर्ने मङ्की लाइनलाई टच गर्ने कि नगर्ने अहिले नगर्ने। तर एकछिनपछि हिँबाट यसरी कर्ब टच गर्ने। टच गऱ्यो गरेर फेरि माथितिर लग्ने अनि छोडिदिने। गर्न त गर्यो तर कर्ब भएर गर्यो। पहिले सुरुमै छाउने होइन। सुरुमै छाउने भने यस्तो हुन्छ फेरि राम्रो देखिएन। कहाँबाट हामीले टच गर्ने भन्दाखेरि अलिकति माथिबाट कर्ब बनाउँदै गएर बल्ल घुमाउने। आइजे दुईवटा लेटर यसरी लेख्नु पुरा बुझ्नुभयो? अब आइले आई कस्तो राम्रो लेख्नु भएको छ। यहाँ दुईजना बहिनीहरूले यति राम्रो लेख्नु भएको छ। यति राम्रो लेख्नु भएको छ। पुरै छोडौँ न पुरै छोडौँ क्या। कस्तो राम्रो लेख्नु भएको छ। Oh my God आइको अब सोफा हामीले कस्तो बनाउने चिकुरी जस्तो बनाउने। फेरि चिकुरी ए बहिनी चिकुली है मेरो टलकै भन्ने होइन नि है। चिकुली बनाउने भने धेरै कुरो चिकुली भन्छ क्या। के खाना खान जाने?
सीधा धर्का तानेर अलिकति कर्व गर्ने जे कस्तो राम्रो लेख्नु भएको छ है कति राम्रो लेख्नु भएको छ ओके अब आइदिएपछि हामीले अर्को लेख्छौँ फेरि अर्को लेखेर लेख्छौँ त्यो मुर्गादानी छैन मुर्गादानी हेरिसियो अगाडि हेरिसियो अब क्लोज दिस आज हजुर आउनु भएन पर्नु हजुर आउनु भएन पर्नु चारवटा लेटरसम्म हामीले लेख्दैछौँ पछाडिको म्याम कन्सन्ट्रेसन गरेर लाग्नु भएको छ अगाडि हेर्नुहोस् म्याम यो चारवटा लेटर हामीले एउटै अक्षरबाट बनाउन सक्छौँ कसरी सक्छौँ हेर्नुहोस् है यो आर जसरी आई लेख्ने बेलामा धर्का तानेको छौँ हेर्नुहोस् है यस्तै धर्का तान्ने अगाडि हेर्नुहोस् है भाइ बहिनी सबैले है भाइ साथीसँग गफ भाइ अगाडि हेर्नु न बहिनी यो आर लेख्ने बेलामा हामीले यस्तै छ चार यसलाई अलिकति राम्रोसँग लेख्ने भन्छ चार Is this R? It is R. So is this R? It is the big mistake. यो होइन अब कसरी कस्तो लेख्नु भएको हुन्छ R हेर्नुहोस् त भर्खर उम्रिनु लागेको मकैको बिरुवा जस्तो हो यस्तो ए अब कस्तो बनाउने त जब हामीले धर्का तान्छौँ सीधा धर्का हामीले तान्यौँ भने यो सीधा धर्काको यो माथिको टप लाइन हो कि न टप लाइनदेखि अलिकति तल कहाँनिर 28 लाइनको टपदेखि सीधा तल अलिकति तल जहाँबाट हामीले सी को स्टार्ट गरेको थियौँ त्यही तलबाट चाहिँ हामीले पेनको टुप्पा राखेर यहाँबाट पेनको टुप्पा राखेर सीधा यसरी माथि कर्व लगाउने है कर्व माथि छाउने छोड्ने छैन माथि छोडिदिने बुझ्नुभयो यो आरले माथिको यो टप लाइनलाई छोडेकै हुनुपर्छ फेरि कसरी फेरि यस्तोलाई आर लेख्नु भएको छ यस्तो नछोएर आर त लेख्नुभयो तर कस्तो लेख्नुभयो यो पछाडिको लुपले माथि छोएन यो मिस्टेक हुन्छ यस्तो मिस्टेक कहिले पनि नगर्नु है पहिला सीधा लाइन तान्ने कस्तो लाइन तान्ने सीधा लाइन तान्ने त्यो सीधा लाइन तानिसके पश्चात तलको टपदेखि तल पेजको टुप्पा राखेर यसरी माथि उठाउने र माथिको लाइनलाई छोड्ने दिस इज आर यसलाई भनिन्छ आर यो आर हो यो चार हो चार इज नट आर एन्ड आर इज नट अल्सो आर बुझ्नुभयो ल त्यस्तै गरी फेरि चार फेरि धर्का अनि यो फेरि हामीले अहिले के लेख्यौँ मैले आर यही आरलाई तलसम्म जोडिदिउँ के भयो आर लेख्न सक्नुमा चाहिँ के शब्द रहेछ एन लेख्न सक्दो रहेछ के रहेछ ल लेखौँ आर र एन अब जस्तै चार जस्तो आर लेख्छ त्यसलाई डन्ड लगाउनुलाई है म्यामहरु त्यसलाई डन्ड लगाउनुलाई यान बन्दो रहेछ आरबाट यान बन्दो रहेछ फेरि चार कति पर्छ म हान्दिन पिदिन किन राखेको यस्तो चार आर लेख्ने हैन त नानी अनि यो जेले त तल गएर छोड्ने हो नि मङ्की लाइनलाई जेले त तल गएर छोएन पीको पनि तिम्रो यो टोटा चाहिन्छ बटमलाई छोएन हो छोएन
यो पीमा इन्जेक्सन छोड्नु थियो तर इन्जिनले छोड्नु थियो सानो भयो यस्तो ठुलो भयो उसले चाहिँ लाइनबाट माथि गयो गरिदिनु होइन तिम्रो नाम के हो सानो मान्छे हेर त अब एकमा पढ्ने कि अब एक वर्ष दिनमा जान्छ हो यति सानो भने 2 क्लासमा के पर्छ मास्टर किन तालिम मोटुराम हेर्नुहोस् मोटुराम राम पतुराम भयो कि भएन यस्तो यहाँ लेख्नु भएको छ तपाईँहरूले हेर्नुहोस् है अगाडि हेर्नुहोस् हो यस्तो यहाँ लेख्नु भएको छ कि तपाईँहरूले धेरै जस्तो यस्तो यहाँ लेख्नु भएको छ एक र भाइले यो गर्नु भएको छ यसरी यहाँ त लेख्नु पर्छ आरबाट यो माथि क्लोज नगरेर तपाईँले यहाँ लेख्नु भएको कस्तो यहाँ लेख्नु भएको छ यहाँ यो क्लोज नगरेर यसरी यो यहाँ टच गरेको गयो यो कपडालाई हेर्नुहोस् त यो बहिनी अगाडि हेर्नुहोस् भाइ यो बिचको ड्रेसको भाइहरू यो सँगको भाइहरू यो तपाईँले लेखेको यहाँ यस्तो छ कि भाइ यहाँ माथि टच भएको छैन क्या यो टच भएको छैन भने त्यो मिलेन यहाँ टच गरेको छ कि यो यहाँले आले टच गरेको छ छैन छ कि छैन ए बाबा छ कि छैन भन्नु न छ भने छ भन्नु छैन भने छैन भन्नु क्या छ कि छैन अब यसमा हेर्नुहोस् त यसमा टच गरेको छ कि छैन छैन भने त्यो मिलेन त्यसैले हामीले यो माथि टपमा छोएको हुनुपर्छ है अब मिस्टेक नगर्नु ल अब मैले यहाँनिर एउटा पतुराम यहाँ लेख्छु के लेख्छु एउटा पतुराम यहाँ लेख्छु यो कहिलेकाहीँ पतुरामको पनि काम हुन्छ है मान्छे दुब्लो छ भन्दैन हेला नगर हजुर यो दुब्लो मान्छे पनि काम लाग्न सक्छ किनभने यो पनि मान्छे हो है कहिलेकाहीँ यो मान्छे पनि काम लाग्न सक्छ यसलाई पनि हेला नगर्नु हजुर बुझ्नुभयो अब यो पतुरामको काम हुँदैछ अब यो पतुराम एउटा यानमा अर्को पतुराम यानलाई जोड्ने हेर्नुहोस् है अर्को पतुराम यानलाई जोड्ने भने के भन्दैछ पतुराम एउटा पतुराममा अर्को पतुराम है यो याम बनाउने बेलामा पातलो यानमा अर्को पातलो यामलाई जोडेपछि बल्ल याम यो यामले माथि टच गरेको छ नि हेर्नुहोस् छ कि छैन अब याम लेख्ने मिस्टेकहरू हेर्नुहोस् है अब मिस्टेकहरू के हुन्छ याम लेख्ने बेलामा हेर्नुहोस् है याम लेख्ने बेलामा मिस्टेकहरू कस्तो हुन्छ भन्दाखेरि एउटा यामको याम सानो अर्को यामको लुप ठुलो एउटा सानो एउटा ठुलो यो मिस्टेक गरे आउँछ धेरै यस्तो नगराउने अर्को मिस्टेक हुन्छ सिधा सिधा बाटोमा जाने याम यसले तल छोएको हुन्न यो बिचको भागले तल छोएको हुन्न एउटा यस्तो याम मिस्टेक गरिरहेको हुन्छ एउटा याम कस्तो हुन्छ भन्दाखेरि माथि छोएको हुँदैन माथि यहाँ छोयो यो भागमा छोयो यो भागमा छोयो छोएको छैन माथि
टच गरेन हो यस्तो याम लेखिरहेको हुन्छ एउटा यस्तो याम मिस्टेक नगर्ने लेखेपछि यो दुईवटा नै बराबर लेख्ने बुझ्नुभयो अब अर्को कुरा मैले लेख्छु माथिबाट तलसम्म मैले के गर्छु लामो धर्का काट्छु त्यसपछि यहाँबाट पनि के बनाउँछु आर के बनाउँछु आर त्यही आरमा मैले धर्का जोडेर यान बनाउँछु के बन्यो यो ग्यास यही यानमा यो यान हो कि हैन फरक के छ यान र ग्यासमा धर्काको फरक त हो माथि जिरासम्म छोइदियो भने चाहिँ के बन्यो ग्यास माथिको धर्का छोइन भने चाहिँ के बन्यो यान यास र यान उस्तै हो ल अब यो याम र यास लेखेर देखाउनु याम र यास एउटा लाग्दैन नेक्स्ट टाइम गर्दा माथि कष्ट गर्दा तर पुरा घिनाइ ल्याउनु ए त्यही त भन्छु दोस्रो चाहिँ मेरो डिस्काइज के छ र भन्दा त्यसै पनि हैन 900 डिस्काइज नौ भाइ 12 होला प्रकारको हुन्छ एउटा पातलो री एउटा पत्तुराम एउटा मोटुराम हेर्नुहोस् है एउटा बायाँतिर ढल्केको अर्को दायाँतिर ढल्केकोबाट के बनाउन सकिन्छ भी बनाउन सकिन्छ हो यो भी कस्तो भी छ कसरी भी यस्तो बनाउनु भएको हुन्छ एकदम चाक्लो कसरी एकदमै पातलो बनाउनु भएको चिकको बनाउनु भएको हुन्छ कसरी एकदमै पातलो बनाउनु भएको हुन्छ है मोटुराम भी यो राम भी यो पत्तुराम भी हामीले बनाउनु पर्ने मिल्छको भी हो र यो पत्तुराम भीबाट अब हेर्नुहोस् है एउटा पत्तुराम भीबाट अर्को पत्तुराम भीलाई जोड्ने भने के भन्छ यहीबाट के भन्यो डब्लु यो डब्लु रेगमान लगाएर यो डब्लु कस्तो छ भन्नुहुन्छ हैन धेरैले यस्तो डब्लु लेख्नु भएको हुन्छ यस्तो डब्लु अब नलेख्ने यस्तो डब्लु अब नलेख्ने हामीसँग धेरै टाइम छैन टाइमै लगाउने हामीसँग थोरै टाइम छ अब अराउन्ड हामीसँग 12 मिनट जति टाइम छ 12 मिनट धेरै सिकाउँदिनँ म आज सिकाएको भरि घरमा गएर प्र्याक्टिकली भुली मिस्टेक नगरेर आउने है हेर्नुहोस् है यो भी एकदम प्रोपर भी छ यो भीबाट हामीले अर्को पनि दुईवटा भीको कम्बिनेसनबाट एउटा भीको कम्बिनेसनबाट अर्को भीलाई हामीले जोड्न सफल भयो भने डब्लुको फर्मेसन बुझ्नुभयो अब हामीले यस्तो टाइपको डब्लु लेख्यौँ भने यो डब्लुको फर्मेसन के भयो यो डब्लुको फर्मेसन चाहिँ यस्तो भयो यो प्लस अनि यो भी हो हैन नि यो भी हो यो पनि भी हो दुईवटा भीको कम्बिनेसनबाट यो भीको प्रोडक्ट भयो तर यस्तो भीको प्रोडक्टबाट बन्ने डब्लु चाहियो त्यसैले हामीले यो डब्लु नलेख्ने यो माथिसम्म छुनुपर्छ यो बुझ्दै यहाँ हेर्छ प्रोटाइज लाइनको टप लाइनसम्म कति छैन मिडल पार्ट जसरी यहाँको मिडल पार्ट चाहिँ तलको बटम लाइनलाई छुन्छ प्रोटाइज लाइनको बटम लाइनलाई एज वेल सेम डब्लुको यो बिचको मिडल लाइनले माथिको टप लाइनलाई टच गर्ने बुझ्नुभयो यो मिस्टेक हामीले नगर्ने ओके हिरा डब्लु लेखिसक्यो